हेलो दर्शकबिन सम्पूर्णलाई नमस्ते नमस्कार। आज शुभ बिहानी शुभ प्रभात। पुसको आज 10 गते। आज हामी चाहिँ तिलोत्तमा पार्कमा छौँ है। यहाँको चाहिँ वातावरण एकदम शान्त सुन्दरमय रहेको छ। त्यसैगरी आज चाहिँ क्रिसमस डे पनि भनिन्छ र अनि आज क्रिसमस डेको दिन चाहिँ हाम्रो कार्की समाजको सम्पूर्ण परिवारहरू चाहिँ आज पिकनिक खाने कार्यक्रम पनि रहेको छ यसै तिलोत्तमा पार्कमा। यो चाहिँ तिलोत्तमा पार्क नयाँ मिलदेखि ठ्याक्कै पश्चिम लगभग एभरेज 3 किलोमिटरको आसपासमा रहेको छ र यहाँ चाहिँ एकदम सुन्दर र शान्त वातावरण रहेकोले गर्दाखेरि यहाँ धेरै मान्छेहरू बिदाको दिन पारेर पिकनिक खान आउनुहुन्छ। यहाँ घुम्नको लागि पार्कहरू पनि रहेको छ अनि साथै हाम्रो नानी बाबुहरूलाई खेल्नको लागि एकदम राम्रो व्यवस्थित रूपले यहाँ चाहिँ सम्पूर्ण चाहिँ झुलाहरूदेखि लिएर चिप्लेटी भन्छ के है, अब दुनियाँभरको छ। एकचोटि आएर भिजिट गरिदिनु होला भन्न चाहन्छु म सम्पूर्ण चाहिँ दर्शकहरूलाई। र साथै मेरो भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु होला है त। बाँकी क्लिपहरू चाहिँ देखाउँदै गरौँला है। सम्पूर्णलाई पिकनिकको माहौल एकदम तातेको छ। आज चाहिँ सबै सम्पूर्ण दर्शकगणहरू चाहिँ आइराख्नु भएको छ। घुइँचो लागेको छ। एकदम सुन्दर शान्त वातावरण रहेको छ यहाँ। आज यसै गरी घाम पनि लागेको छ है। घाम पनि हल्का मधुरो लागेको छ। जाडो मात्र नभएर घाम पनि लाग्ने अवस्था भएको छ। ल हस्, अब केही चाहिँ क्लिपहरू अर्को चाहिँ भिडियोमा हजुरहरूलाई देखाउने छु। हस् त, धन्यवाद।